जिन्दगीमा पहिलोचोटि भान्सामा छिरेर आफै खिर बनाइदिएको मम्मी बाबाले मलाई त घरबाटै निकालिदिनु भयो। All right guys, welcome back to my new mini vlog. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। आज साउनको 15 गते यानी कि खिर खाने दिन। घरको सबैजनालाई मेरै हातको खिर खुलाउँछु भनेर आज डेरी गए दुध ल्याउनलाई। डेरी बन्द थियो। किन बन्द रहेछ भनेर माथि गएर अफिसमै बुझेको त। डेरी खुल्ने रहेछ 5 बजे, म पुगे 4:50 मा। त्यसैले एकछिन त्यही वेट गरेर बसे। 5 बजी सकेपछि डेरी पनि खुल्यो। 1 लिटर दुध किनेर म घरतिर निस्किए। एकछिन है गाइस, हजुरहरुलाई म एउटा रिक्वेस्ट गर्न चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज फलो गरिदिनु होला। हजुरको एक फलोले मलाई भिडियो बनाउनलाई एकदम जोश जाँगर बढ्छ। गर्मी औडै भइरहेको थियो। घरमा पुगेर एकछिन फ्यानमा हावा खाएर फेरि खिर बनाउनलाई दुधलाई बोइल गर्न थाले। दुध मजाले बोइल भइसकेपछि धेरै बेर पानीमा भिजाएर राखेको चामल दुधमा हालिदिए। दुधमा हालेको चामल पाकुन्जेलसम्म म गए मासु लिन। मासु लिएर म गए घरतिर। मासु लिएर आउनी जेलसम्म दुधमा हालेको चामल पनि मजाले पाकिसकेको रहेछ। चिनी हालेर ड्राई फ्रुट्स हालेर एकछिन 2 मिनेट जति पाक्नलाई छोडिदिए। खिर पाकिसकेपछि घरको सबैजनालाई दिएर आफूले पनि खाए। अघि ल्याएको मासु पनि पकाएर मजाले खाए। मैले त साउने 15 यसरी मनाए। हजुरहरुले कसरी मनाउनु कमेन्ट गरिदिनु होला। आजको लागि मिनी भ्लग यति नै गाइज। अब नेक्स्ट मिनी भ्लगमा भेटौँला। बाइ बाइ, टेक केयर।